हेलो एभ्रिवान, म आज यो पुल तरेर पारि जाने मन गरेको छु साथीहरू। म कति मिनटमा पुग्छु यहाँनिर साथीहरूलाई म सब्जीलाई पुर्याउँदै जानु आँटेको। काउन्ट गर्दै जान्छु। 1 2 3 गो। बस्नु है, अब बाई बाई। म गएको कति मिनटमा जान्छु है, काउन्ट गर्दै गर्दै जानु पर्यो। अब पारि पुगेर आउने साथीहरू। आज चाहिँ हिम्मत गरेरै पढेको, एक्लै। सधैँ चाहिँ एक्लै गएको थिइनँ। आज कस्तो हुन्छ है साथीहरू म बिहान। अनि यो पुल हेर्नु है साथीहरू, कति मिनटमा चाहिँ निस्किन्छ यहाँ। तर बिचमा चाहिँ सक्छु जस्तो लागेको छैन, र पनि जाँदैछु। पारि हेरेर जाने हो। कति मिनटमा पुगिन्छ है। आउनु आउनु, यहाँ आमाहरू दुईजना आउनु भनेको आउँदैन। डराएर बस्नु। म मात्रै हिँड्दैछु है साथीहरू। म पारि पुगेर आउने हिम्मत गरेको छु। अब जान्छु होला। देखि हेर्नुलाई भिउहरू यस्तो छ। थर्पु सप्लाखुतिर देखिन्छ यहाँदेखि एकदम पारि। पर काम गर्नेहरू अझै कामदारहरू काम छ। म चाहिँ पारि पुगेर आउनु पर्यो भनेर पारिको घरको आन्टीलाई भेटेर आउनु पर्यो भनेर जाँदैछु साथीहरू। कति मिनटमा चाहिँ पुगिँदो रहेछ पारि। भिडियो साह्रै धेरै लामो हुन्छ होला है आज। एक भोजपुरे भेट्नु आएको न होस् होला छैन मरिस। अब यहाँ भोजपुरे भाइ एकजना हुनुहुन्छ। ओहो, आज चाहिँ बिचा पुगेछु। मलाई डर डर लाग्यो, तर पनि आज बारीको छ, फिक्स गरी हिँडिहालिन्छ। के हुन्न, बेलुका 10 बजीसम्म बार्दै थियो यहाँको भाइहरूले बिचरा। बुढीमा होइन है दे। यहाँ एकजना भाइ, सबैभन्दा धेरै सहायता गर्ने भाइ चाहिँ उहाँ है, भोजपुरको अरे। पारि पुरै राखेर आऊ न नि, एक्लै जानु सक्दिनँ होला नि। ए मिस पनि आज गएको। ओहो हो, काउन्ट गर्दै जाँदै गरेको। अब त बनिसक्यो नि पवित्रमा। हाम्रो मिस कुदेको हेर्नु है यहाँनिर। स्कुल पढाउनुलाई गाह्रो, बिचरा उहाँ त 2 घन्टा हिँड्नुहुन्छ।